पब्लिकको अगाडि खाँदै हुनुहुन्छ उहाँ चाहिँ टाइम छैन त्यही भएर हतारमा खाँदै हुनुहुन्छ यस्तो छ अहिले हामी ठ्याक्क डोबामा छौँ हटकेसको बिर्कोमा हटकेस यहाँ छ समयको एकदम ख्याल राख्दै हुनुहुन्छ क्या तीन सय नौ घर आमा सर्न लाग्नुभयो डेन्जर फास्ट हो उहाँ चाहिँ तर सर त 3 मिनटमा लगभग 3 मिनटमा खाइसक्नुहुन्छ अर्को पार्टीले खुट्टा तान्छ अल्झाउँछ जे गर्न खोजे नि अल्झाउँछ क्या जस्तो म कुनै एउटा पार्टीमा लाग्ने अनि समाज सेवा पनि गर्छु भनेको भए मलाई पनि खुट्टा तान्थ्यो अल्झाउँथ्यो र मैले जे गर्न खोजेको हो त्यो काम गर्न दिने थिएन अहिलेसम्म मैले नेपालभरि जे काम गरेँ जस्तो काम गरेँ ठुलो काम गर्न नसके पनि धेरै काम त गरेको छु सफलै भएको छन् र मैले इज्जत नेपालमा मात्रै संसारभरि इज्जत सम्मान पाएको छु त्यो पाउने थिएन म राजनीतिमा लागेको भएदेखि काम गर्न नि सक्ने थिएन त्यो इज्जत सम्मान पनि पाउने थिएन म पनि लाटो छैन नि साथी हो कि म पनि अलिअलि त बाटै छु त अनि कस्तो बाटो छु त्यसैले म राजनीतिमा नलाइकन कुनै पार्टीमा नलाइकन समाज सेवा गर्ने मान्छे भएकोले म चाहिँ स्वतन्त्र बाटो उठेको हो म राजनीति गर्ने मान्छे होइन अहिले पनि उठ्ने थिएन अहिले म राजनीति गर्नलाई उठेको होइन नि त्यो काम पुरा नभएर त्यसलाई चाहिँ कसरी पनि गर्न सकिन्छ कि भनेर उठेको हो एउटा कुरा मैले विदेश भन्ने बित्तिकै एउटा कुरा सम्झेँ है त्यो कुरा ल मैले मन्त्री भएर गर्न खोजेको एउटा अर्को कुरा थियो त्यो शिक्षा सम्बन्धी होइन यो विदेश सम्बन्धी कुरा हो मन्त्री हुने बित्तिकै मैले के भनेको थिएँ भने अहिलेको फागुनको यो चुनावमा विदेशमा बस्ने नेपाली भाइ बहिनीहरूले पनि भोट दिने व्यवस्था अनलाइन भोट दिने व्यवस्था गर्नुपर्छ गरौँ भनेर बारम्बार मन्त्रीमण्डलमा चाहिँ को मिटिङमा छलफल चलाएकै हो निर्वाचन आयोगहरूमा गएर त्यो पनि गरेकै हो अनि के गर्नुपर्छ तपाईँहरूले भन्नुहोस् हामी मन्त्रीमण्डलले चाहिँ व्यवस्था गरिदिन्छु पनि भनेकै हो र निर्वाचन आयोगले अलि त्यति मेसो नपाएको हुनाले मैले के भनेको थिएँ भने मलाई जिम्मा दिनुहोस् त्यो भोटिङ गर्ने कुरा त अनलाइन भोटिङ गर्ने कुरा त टेक्नोलोजीको कुरा हो म गर्छु म जिम्मा लिन्छु भनेको पनि हो अनि विभिन्न राजनीतिक पार्टीहरूको अब संयुक्त के अरे बैठकहरू हुन्थ्यो भेलाहरू हुन्थ्यो सिंहदरबारमा त्यो चुनाव सम्बन्धी के गर्ने कसो गर्ने भनेर त्यो विभिन्न राजनीतिक दलहरूको ठुला सानो सबै
अरूको चाहिँ भेलामा पनि मैले बारम्बार त्यो प्रस्ताव राखेँ, यसरी गर्नुपर्छ। विदेशमा बस्ने भाइ बहिनीहरू कोही रहरले गएको छैन, अब बाध्य भएर गएको छ। कमसेकम देशमा बस्न नपाए पनि भोट दिन त पाउनु पर्यो यिनीहरूले भनेर खुब कोसिस गरे, सकेन। निर्वाचन आयोग चाहिँ डरायो। निर्वाचन आयोग किन डरायो भने केही भयो भने फेरि के होला भन्ने डरायो। त्यो किन डराएको हो भने ठुला राजनीतिक पार्टीहरूले त्यसको विरोध गरेकै। यो भोट दिन हुन्न, पछि गर्ने हो, यो अहिले गर्ने होइन भन्ने किसिमले त्यो विरोध गरेको हुनाले निर्वाचन आयोगले पनि आँट गर्न सकेन। त्यसैले म के भन्छु भने अहिले सांसद भएर गएपछि अब अर्को चुनाव त 5 वर्षपछि आउँछ नि। 5 वर्षसम्म त म त यो कुरामा पनि लागेको त्यो भयो। मैले टोली बनाउँछु भने चाहिँ त्यो टोली बनाएर लाग्ने हो। केही नभए पनि भोट दिनसम्म त पाउन त गर्नु पर्यो। अलि चित्त त बुझ्छ नि, देशमा बस्नु पनि नपायो भने अब भोट दिन पायो भने अलि चित्त बुझ्छ होला नि, होइन? त्यो कुरा चाहिँ म गर्नेछु। 5 गतेदेखि आचार संहिता लगाउने भनेर निर्वाचन आयोगले भनेको थियो। मेरो काम नभ्याउला जस्तो गरेर मैले निर्वाचन आयोगलाई अझै 5 दिन बढाइदिनुहोस्, यो म्याद अहिले सारिदिनुहोस् भन्यो। निर्वाचन आयोगले सार्न नसक्ने भयो। अनि मैले गर्न खोजेको काम चाहिँ त्यहाँ विधान समितिमा गएर अड्कियो, राष्ट्रपतिसम्म जान सकेन। अनि कानुन त पास भएन। कानुन पास नभएपछि के गर्ने? अब त्यो कानुन पास हुनलाई त अब चुनाव भएर चुनावपछि कस्तो सरकार आउँछ, कसको सरकार बन्छ, त्यो सरकारले पास गर्छ कि गर्दैन। पार्टी भएका युवाहरू, पार्टी नभएका युवाहरू सबैको चेत आउनुपर्छ। सबै पार्टीको, मैले यो पार्टीको भनेको छैन, सबै पार्टीको युवाहरूको चेत आउनुपर्छ। युवाहरूलाई चाहिँ तपाईँहरूले भोट दिनुपर्छ। आफूलाई मनपर्ने युवा, जुनसुकै पार्टीको युवा। म बुढोलाई चाहिँ म उमेरले 71 वर्ष पुग्यो भने म पनि 30 वर्षभन्दा कम छैन। म पनि युवा हो। मनपर्छ भने मलाई पनि भोट देऊ, मन पर्दैन भने मलाई भोट नदेऊ, केही फरक पर्नेवाला छैन है। म आएर चाहिँ सबैले रातारात नेपाललाई सिङ्गापुर बनाइदिने पनि होइन, प्रयास हो। मेरो प्रयास के हुन्छ भने युवाहरूलाई सम्झाइ बुझाइ गर्ने। मैले अहिलेसम्म 71 वर्षको उमेरसम्म बुढाहरूसँग काम गरेकै छैन। पारा नै मिल्दैन क्या बुढाहरूसँग, पटक्कै बुढाहरूसँग पारै मिल्दैन मेरो। के हो है? युवाहरूसँग बडो मिल्छ। युवाहरूसँग खाने, सुत्ने, उठ्ने, खेल्ने। आजभोलि खेलकुद चाहिँ हामी गर्दिनँ, पहिला त खेलकुद पनि गर्छौँ है। त्यस कारणले युवाहरू अगाडि आउनुपर्छ, युवाहरूले ढङ्ग ल्याउनुपर्छ भनेर मैले मेरो फेसबुक हेर्नेहरूलाई थाहा होला, बेला बेलामा युवाहरूले ढङ्ग ल्याउनुपर्छ। ढङ्ग ल्याएन भने तिम्रो पनि ट्वा पर्छ भनेर मैले भनिरहेको। हरेक पार्टीको युवा भनेको अर्काको बुद्धिमा चल्ने होइन, आफ्नो बुद्धिमा चल्नुपर्छ। अर्काको बुद्धिमा चल्यो भनेदेखि त कामदार भइहाल्यो, काम गर्ने भइहाल्यो नि। दास भन्छ क्या, दास भयो। अर्काको बुद्धिमा चल्ने दास हुन्छ। आफ्नो बुद्धिमा चल्नुपर्छ। त्यसैले युवाहरू जाग्नुहोस्। अहिलेको चुनावमा पनि युवाहरू नजागेर यो मौका फुट्यो भने अब अझै कति वर्ष फुट्टिन्छ, 15-20 वर्षहरू फुट्टिन्छ। अनि स्वाद पाउँछ। कसले स्वाद पाउने त कसले? जनताले स्वाद पाउने त हो। त्यो फुट्के नेताहरूले त के स्वाद पाउँछ र? उनीहरूलाई त जनस्वाद पर्छ। त्यसलाई यो कुरा चाहिँ गम्भीर भएर सोच्नु होला भन्ने चाहिँ मेरो अनुरोध छ। बुझ्नुभयो? ल पत्रकार साथीहरू, अब यही कुरालाई चाहिँ तपाईँहरूले कसलाई के भन्ने हो टुक्रा टुक्रा बनाएर
पैसा हुन्छ क्या पैसा भ्यू धेरै अनि पैसा नि त कमाउनु पर्ला खानु पर्यो भात खानु पर्यो होइन सघाउनु त सघाएँ कस्तोलाई सघाइएछ भने बैगुनीलाई सघाइएछ राष्ट्र क्या सरकारले कि पहिले भनेको भए हामीले पैसा दिन सक्दैनौँ तपाईँले नै जे जसरी हुन्छ यो कारखाना चलाइदिनुहोस् भनेको भए एउटा कुरा हुन्छ पहिला चाहिँ पैसा दिन्छु भनेर अनि लेखेरै दियो अनि सघाएको पछि त पैसै दिँदैन तै पनि मैले हरेस खाइनँ मैले सरकारलाई गाली गरेँ सरकारलाई गाली गरिनँ म आफैले मेरो आत्मकथाको किताब मेरो जीवनीको किताब लेखेर नेपालभरि बेचेर 2,50,000 भन्दा बढी किताब बेचेर 526 दिन डुलेर 526 दिन डुलेर 12 करोड रुपियाँ भन्दा बढी पैसा बचाएर त्यति नाफा निकालेर सरकारलाई नै दिइदियो मैले सरकारको त्यो कारखाना चलाइदियो सरकारलाई हातमा लगेर त हाल्दिनँ तर त्यही पैसाले अहिले कारखाना चलाइदिएको छु सरकारले भोलि ढङ्ग ल्यायो भने त्यो सरकारलाई दिने हो त्यो कारखाना मैले ठेक्कामा लिएको होइन त्यो कारखानामा बनेका चिजहरू बेचेर मैले नाफा खाने होइन त्यो सरकारकै हुन्छ नाफा आयो भने पनि सरकारकै हुन्छ होस् मैले धेरै किसिमको कामहरू गरेको छु त्यसलाई भन्छ समाज सेवा देश सेवा कुनै स्वार्थ नलिकन मैले गरेको हो यो कुराहरू तपाईँहरूलाई थाहा छँदैछ त्यो किताब बेच्ने क्रममा म चाहिँ 526 दिनसम्म किताब बेच्दै उहाँ ताप्लेजुङ भन्ने जिल्लामा यस्तै हिमाल पनि नजिक भएको यस्तै गाउँहरू भएको ताप्लेजुङ भन्ने जिल्लामा मैले किताब बेच्दै थिएँ भदौमा अस्तिको भदौमा काठमाडौँमा त जेएनजी आन्दोलन भएछ काठमाडौँमा त उथल बदल भएछ म त उहाँ के अरे गाउँमा किताब बेच्दै थाहा पाइनँ पछि फोन गरेपछि मात्रै थाहा भयो अनि फोन गरेर मलाई बोलाए काठमाडौँ आउन बोलाए म आउनै मानिनँ झन् मन्त्री बनाइदिन्छु आऊ भने है तै पनि मानिनँ म मन्त्री बनाइदिन्छु भन्दा पनि म चाहिँ मन्त्री हुँदैन त्यो मन्त्री खाँदैन भनेर त्यही जिद्दी गरेर बसेको आउँ तर पछि मैले विचार गरेँ कि देशमा एउटा अप्ठ्यारो स्थिति आएको छ देशलाई चाहिँ अब के हुन्छ भनेर सबैलाई एकदम चिन्ता छ त्यस्तो बेलामा देशलाई चाहिँ अलिकति सहयोग हुन्छ भने ल ठिकै छ म मन्त्री भइदिउँला भनेर आएको मन्त्री खाने रहर थिएन मलाई अनि मन्त्री भएँ यसरी मन्त्री भएको म कसरी मन्त्री भएँ भन्ने कुरा तपाईँलाई थाहा भयो नि होइन मैले कसैलाई चाकरी गरेर मन्त्री भएको होइन कसैलाई पैसा दिएर घुस खुवाएर मन्त्री भएको होइन मन्त्री हुन्न भन्दा पनि मन्त्री बनाइदिएको हो अब किताब बेच्ने मान्छेलाई मन्त्री बनाइदियो के तर मन्त्री भएर हुनुपर्छ भनेर डराएको चाहिँ होइन यो मन्त्री भनेको जम्मा 6 महिनाको लागि हो जितेपछि पक्कै पनि एउटा मलाई लाग्छ जस्तो लाग्छ शिक्षा मन्त्री बन्नुहुन्छ होला शिक्षा मन्त्री बनेपछि देशको एउटा नीतिगत सुधार त पक्कै हुन्छ तपाईँ शिक्षा मन्त्री बन्दै गर्दा पनि हाम्रो एउटा यो भौतिक पूर्वाधार मन्त्रालयमा अघि हाम्रो बुवाले भने जस्तो हाम्रो एउटा 18 वर्ष भइसक्यो बाटो आइसकेको धेरै नेताले धेरै आश्वासन दिए हामीलाई कालवान खोला पुल बनाउँछ भनेर तपाईँ शिक्षा मन्त्री भए तापनि हाम्रो यो पूर्वाधारतिर हाम्रो यहाँ पुलको लागि त्यो ठाडाखानीमा एउटा पुलको आवश्यक छ है भनेर एउटा आवाज उठाइदिनु होला लास्ट एकदम अन्तिम समयसम्म पनि माघको 4 गतेको राष्ट्रियसम्म पनि कोसिस गर्दाखेरि त्यो आफूले ल्याउन खोजेको कानुन नियमावली ल्याउन नसकेपछि अब त्यसैलाई अगाडि बढाउनको लागि भनेर यहाँ म चाहिँ चुनावमा लड्न आएको हो म कोहीसँग रिसिभ गर्न कोहीसँग झगडा गर्न आएको होइन कसैलाई हराउन आएको होइन
यसरी पुर्याउनु परेकोमा पाप नलागोस् है। लाग्दैन ल अब केही छैन, पर्खिनु भयो। झिँ गाउँमा त म पहिला पनि 2-3 पटक आएको हो होइन, भेटघाट भयो होला। पहिलाको जस्तै छु होला, अलिक बुढो भयो होला होइन। अब किनभने पहिला चाहिँ हामीले यो झिँ गाउँमा एउटा नर्सरी राखेर हाम्रो चित्र यहाँ यही छ। अब यहाँ नर्सरी बनाएर रुखहरू रोप्ने भनेको हो, कस्तो बनायो अहिले, कस्तो रोप्यो अहिले त थाहा छैन। अब त्यो सम्झना छ मलाई।